म चाहिँ हैन टक्क मेरो लालाबालालाई चारो दिन जाँदै थिएँ हैन अनि यस्तो पराइरहेको बारीभरि मान्छे छन् हैन के चलिरहेछ आज भनेर सोचेँ हैन अनि टक्क यस्तो विचार गरेँ अनि यस्तो आइडिया आयो क्या मलाई पनि आज चाहिँ साँच्चै नयाँ वर्ष हो अनि कुरो छ भनेर कुडुङडुङ कुदेर ठ्याक्क पुगेँ यसो हेरेको हाम्रै गाउँको हैन बोजूहरू काकीहरू बहिनीहरू बुहारीहरू भदैनाहरू र छन् केटाकेटीहरू के गर्दैछन् भनेर यसो हेरेको त पुरा दिँदैछन् हो आमको आम बसेर अनि पिकनिक चलिरहेछ अनि टक्क हेरेँ होइन मैले नि ओहो ल चलिरहेछ पुरा केटाकेटीहरूको रमाइलो चलिरहेको थियो है पुरा नाच्दै गाउँदै आफ्नै पारामा थिए सबैजना होइन अनि टक्क बहिनीले के लिएर आयो अनि भयो 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 भने राखिदियो र मैले लिएँ है चौचौ र थुक्पा त दिएँ होइन अनि गम खाएँ तर मेरो दिमागमा चाहिँ के चलिरहेको थियो नि यिनीहरूले मासु चाहिँ कति बेला ल्याएर दिन्छन् भन्ने मासु यिनीहरूतिर हेरिरहेको थियो है मासु चाहिँ ल्याएनन् क्या यिनीहरूले किन भनेर सबैले देखाएँ है मासु चाहिँ ल्याएनन् र पनि खाँदै गर्नु पर्यो नि त भनेर सोचेको यिनीहरूले होइन मलाई त चाउमिन थुक्पा दिएर मात्रै हुन्छ भने तर मलाई चाहिँ हुँदैन होइन मासु पनि दिनुपर्ने हुन्छ है मासु बिना हुँदैन नि त मलाई होइन अरूको नजर कता जान्छ थाहा छैन होइन मेरो नजर चाहिँ भाडामा जान्छ होइन भिडियो खिच्दिनु अरे होइन मेरो चाहिँ फोटो भिडियो खिच्ने चाहना हो होइन मासु खाने बाहना हो होइन पर मासु बाँकी रहेछ रे मासु अन्डै हो कि आलु हो ए फराइ हान्नु त ऊ छ त माल हान्नु न यार आगो छ होला छिटो हान्नु न तपाईँलाई मलाई भइहाल्छ त त्यो दुईटा अन्डा यार कसैले के भन्दैन हौ है बाजे नयाँ वर्षको त पिकनिक हान्नुपर्छ क्या लु पो घरमा 5-10 छ ए अहिले हान्नु न यहाँ कराइमा पिकनिक पो खानु पर्ने होइन सकिसक्यो नि त त्यो अन्डा हामीले बनाएको कि हामी खाइदिउँ न त्यो जे पर्ला हान्दिउँ क्या हामी खाइसक्यो यिनीहरूले बाजेर नाकिनेर त्यसलाई फराइ हानेर हान्दिउँ के हुन्छ होइन छिटो नि त हान्नु दे परे बसाउँ नि दुईजना मिलेर चाटसुट बनाएर हानिहालौँ न हो हानिदियो प्याज छ होइन प्याजको ल यहाँ अघि टिपेर ल्याएको छौ के टेन्सन ऊ बाबाले चाहिँ होइन करे बसिसक्यो क्या हामी हानिदिन्छौँ क्या हामी डराउँदैनौँ नि त गइसक्नु दुईवटा अन्डा छ नि त हामीलाई मासु नडराउनु के हुन्छ त ल्याइदिन्छौँ यहाँ भित्ताबाट होइन लु त यस्तो कुरामा त छिटो मिठो हान्नुपर्छ नि त होइन अरूको मात्र पिकनिक होइन नि त नयाँ वर्ष त हाम्रो नि त हो बाजेर मेरो त डट हुन्छ क्या यति भएर होइन यति भएर हामीलाई मोज हुन्छ नि त होइन गाइसहरू अनि होइन गाइस अनि मन हुनुपर्ने रहेछ होइन गाउँको सबै होइन बोजूहरू काकीहरू होइन यहाँ काकाहरू होइन बुहारीहरू भतिजनीहरू सबैजना चाहिँ होइन आएर होइन पुरा होइन रहर मन हो होइन मनले चाहन्छ भने चाहिँ गर्नुपर्छ भन्छ नि त्यो कुरा होइन उहाँहरूले पनि त्यस्तै गर्नुपर्छ होइन यस्तै बारीको पाठामा आएर भने होइन आफ्नो रहर पुरा गर्नुपर्छ होइन यो नै ठुलो कुरा हो होइन रमाइलो होइन उमेर भनेको गइजाने हो होइन पुरा गर्नुपर्छ सबै कुरा होइन चाहना रहरहरू चाहिँ पुरा गर्नुपर्छ क्या के थाहा भोलिको दिन कस्तो देख्छ त्यही भएर होइन म चाहिँ सेल्युट छ यो कुरा हुन्छ नि बोजूहरूको सबैजनाको होइन सामान्य होइन यस्तै गाउँघर हाम्रो घर त यतै परतिर हो नि त होइन त्यहाँबाट यहाँ बारीमा आएर नि यस्तो गर्नु भनेको बब्बाल हो क्या हाम्रो बाजेलाई त यहाँ तेल हाल्नु आँट्छ 100% तेलै हो ल माइ गड बा बबाल हुँदैछ होइन ल पुरा खर्किनुपर्छ है बाजे फेरि कहाँ चाहिँ काम काट्दैन नि दामी बनाउनु पर्छ पैसा माग्यो भने बिट्टाले हानिदिनु हो क्या बाजे नातिले पैसाको चिन्ता छ र अन्डा फ्राईको घोलाइ हेर्नुहोस् अन्डा फ्राईको घोलाइ
चाहिँ मासु खाइदिउँ भनेको यिनीहरूले मासु चाहिँ पकाएन जस्तो क्या मलाई यिनीहरू चाउमिन थुक्पा मात्रै खान आएको हो त यहाँसम्म लिएर नयाँ वर्षमा नि यिनीहरूले त साँच्चै म चाहिँ भाडामा मात्रै आँखा गइरहेको थियो कि गाई त भाडातिर पनि आँखा गइरहेको थियो कि गाई तर यिनीहरूले मासु नै पकाएन भन्दाखेरि चाहिँ होइन यता थुक्पाको झोल मात्रै छ केही होइन याद मासु रहेन मासु केही रहेन तिनीहरूले पकाएन दुःखी जीवन फुलको बोट आयो ढल्काउँदै झमझमै स्टाकट आयो ढल्काउँदै झमझमै स्टाकट ओ सन्जोलो पूर्व पश्चिम सन्जोलो सन्जोलो पूर्व दक्षिण सन्जोलो लो अब हामी हात छोडी खायौँ है हात छोडी खायौँ है मिठो बाजेले मिठो पकाउनु भयो मिठो यस बाजेले दामी पकाउनु भयो हामीले चाहिँ अन्डा सन्डा हानिदिउँ होइन अनि साइड लाग्दियो कि अब चाहिँ हामी यहाँ बस्नु जरुरत छैन क्या हामी चाहिँ साइड लगाइदिइसक्यौँ क्या घुम्न जान त गइहाल्यो हामीले यतातिर है अरूको यो पिकनिकमा होइन सामेल हुँदै होइन ब्लग चाहिँ बनाउँदैछु होइन राम्रै मान्छेहरूको अगाडि बहिनीहरू चेलीहरू मात्र छन् म मात्रै भएँ यहाँ ब्लग बनाउनु च्यास्स निस्केको त्यो मात्रै हेलो गाइड छ होइन बोजूहरू चाहिँ त भिडियो बनाउँदै अब चाहिँ घर जाने बेला भयो नि त होइन रात परिसकेको छ होइन 6 बज्नु लाग्यो नि त सो अब चाहिँ बोजूहरूको पनि निस्किनु लाग्यो यहाँ चाहिँ हाम्रो भाइहरूको सोल्डिनीहरू आइरहेको छ तलतिरबाट होइन परतिरबाट नयाँ वर्षमा घुम्नु हाम्रो भाइहरू सुजन भाइहरूको होइन गर्लफ्रेन्ड त भन्नु मिल्दैन सोल्टिनीहरू आइरहेको छन् होइन यता च्याउँदैछ क्या कच्ची आइदियो कि हाम्रो बहिनीले कस्तो चियाइदियो कि ल साथीभाइहरू अब चाहिँ पिकनिक सकियो अरे होइन अब चाहिँ बिस्तारो घर जानुपर्ने हुन्छ होइन अब चाहिँ हामी लाग्दिएको होइन त्यस्तो आजको भिडियो होइन के कस्तो भयो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।